पुरुषोत्तम भगवानको अब जस्तै सेवकले जबसम्म संसारका साथमा सम्बन्ध राख्दछ माया पनि राख्दछ भने त्यतिखेरसम्म ईश्वरलाई प्राप्ति गर्न सक्दैन। यहाँ के बताइएको छ भनेदेखि जस्तै पतिको आदेश बेगर व्रत बस्ने नारी को पतन हुन्छ, मृत्यु हुन्छ अरे। अब पतिको मृत्यु हुन्छ, अब पत्नी बेगर जो ठुलो यज्ञ जो पुरुष गर्दछ त्यो त्यसको पनि मृत्यु हुन्छ, नाश हुन्छ भने। त्यसकारणले यहाँनिर शक्ति घटेपछि मान्छे साधु हुन्छ। शक्ति घट्यो भनेको के काम गर्न दान लाग्छ भने त्यहाँ शक्ति पनि घट्यो अनि ऊ साधु हुन्छ, ठुलो साधु। अनि गरिब भएपछि ब्रह्मचारी हुन्छ, गरिब भएपछि ब्रह्मचारी हुन्छ, रोगी भएपछि भगवान भक्ति गर्छ, बुढो भएपछि पतिव्रता र पत्नीव्रता हुन्छ। बुढो भएपछि उमेर हुँदै उसलाई हेर्दै ठिक हुन्छ, बुढो भएपछि कसैले हेर्दैन, मलाई हेरेपछि बुढो पनि मेरै अनि अगाडि राखेन नभए पहिले त्यो बिचमा गर्दैन, डुलेको डुले गर्छ। यस्तो खालको यो संसार यसले गर्दाखेरि मानिस जबसम्म यस संसारमा आफ्नो शरीरका प्रति प्रेम गर्दछ तबसम्म अब संसारमा जो मन मायालाई स्पर्श गर्छ, मनले मायालाई स्पर्श गर्छ त्यो मन मनमोहनको सेवामा जान सक्दैन। जब मनले माया गर्न थालेपछि अनि मनमोहनको छेउमा त्यो मायाले जान दिँदैन। त्यसकारणले हामीले त्यो मायालाई घटाउँदै जानुपर्दछ। मन त बारम्बार मायाको नै विचार गर्दछ, मनले सधैँ माया मात्रै खोज्छ। अब त्यसकारण त्यो मलिन हुन्छ। नाम सेवा मनको